एकजना भाइले चाहिँ कमेन्ट गर्नुभएको रहेछ, डाइरेक्ट सेलिङ बिजनेस भनेको गरेर खान नसक्नेले अरूलाई ठगेर खाने बिजनेस हो रे। आज म गाली गरेर होइन, सत्य बोलेर चाहिँ जवाफ दिन्छु। सबैभन्दा पहिले चाहिँ एउटा कुरा बुझ्नुपर्छ, यदि डाइरेक्ट सेलिङ ठगियो भने किन नेपाल सरकारबाट दर्ता छ त? किन भ्याट तिर्नुपर्छ? किन प्रोडक्ट बिल र भाउचर सहित बेचिन्छ? ठगी भनेको त पैसा लिएर केही पनि नदिनु भनेर ठगी बुझिन्छ, होइन र? डाइरेक्ट सेलिङमा त प्रोडक्ट छ, पोलिसी छ, अफिस छ, कम्पनी दर्ता छ। अब भन्नुहोस् कसरी चाहिँ ठगी भयो क्या डाइरेक्ट सेलिङ? अनि अर्को कुरा, गर्न नसक्नेले चाहिँ डाइरेक्ट सेलिङ बिजनेस गर्छ अरे। भाइ, जबमा 20-25 हजार कमाउने मान्छे चाहिँ सक्षम, बिजनेसमा आफ्नै टिम बनाएर महिनामा लाखौँ कमाउने व्यक्ति चाहिँ असक्षम। यदि मेहनत गर्न नसक्ने मान्छेले डाइरेक्ट सेलिङ गर्थ्यो भने ट्रेनिङ किन चाहिन्थ्यो? कन्सल्टेन्सी किन चाहिन्थ्यो? डिसिप्लिन किन चाहिन्थ्यो? साँचो के हो थाहा छ? डाइरेक्ट सेलिङ सजिलो होइन, त्यसैले सबैले गर्न सक्दैन। हो, म स्वीकार गर्छु, सबै क्षेत्रमा खराब मान्छेहरू हुन्छन्। जबमा घुस खाने मान्छे हुन्छन्, बिजनेसमा पनि ठग्छन्। तर त्यसैले सम्पूर्ण सिस्टम गलत पनि त हुँदैन नि, होइन? समस्या डाइरेक्ट सेलिङमा होइन कि समस्या गलत सोच र सर्टकट खोज्ने मेन्टालिटीमा चाहिँ हो, बुझ्यौ? अनि भाइ, अरूको मेहनतलाई ठगी भन्नुभन्दा आफ्नो डरलाई चाहिँ स्वीकार गर्न सिक ल। सबैले यो बिजनेस गर्नुपर्छ भनेको छैन, तर नसकेर गाली गर्ने अधिकार पनि कसैलाई पनि छैन। डाइरेक्ट सेलिङ स्क्याम होइन, स्क्याम त बिना मेहनत पैसा खोज्ने सोच हो, बुझ्यौ नि? हो, यो कुरा चाहिँ बुझ्न एकदमै जरुरी छ।